यो चाहिँ स्टोरी रोड हो होइन। अब यो स्टोरी रोड बाट चाहिँ हामी बेड लाइन लिन्छौँ। बेड लाइन लिएर अनि वेस्ट वालनट हिल लेन लिन्छौँ। त्यसपछि हामी घरतिर जान्छौँ। यहाँ चाहिँ अलिअलि त्यो गरेको छन्। यो ठाउँमा चाहिँ धेरै अलिकति ट्रकहरू आउन पर्ने अलिकति उद्योगहरू भएको ठाउँहरू भएको भएर एक लेयर चाहिँ सफा गरेको देखिन्छ क्या। तैपनि बाटो हेर्नुहोस् त, यो चाहिँ औद्योगिक क्षेत्र भएको हुनाले ठुला ठुला गाडीहरू आउनुपर्ने भएको हुनाले बाटो चाहिँ सफा गरेको रहेछ अलिअलि। त्यही पनि हामीले चाहिँ आइसहरू जमेको त देख्न सकिन्छ। किनकि बाटो चाहिँ पूर्ण रूपमा चाहिँ सफा चाहिँ छैन। मानव नदीको गेगरहरू आएर त्यो भयो जस्तो हेर्नुहोस् त। ठ्याक्कै के हेर्नुहोस् त यो आइसहरू त्यो भयो। गाडी कचा यसरी ढल्कियो। ब्रेक पनि छैन, लाग्दैन। ब्रेक लाग्दैन। जनजीवन अस्तव्यस्त छ। यहाँको यो गभर्मेन्टले यस्तो होला भनेर चाहिँ पहिले अनुमान गरेर सबै चिजहरू राखिसकेको अवस्था पनि रहेनछ। त्यो देखिएन। त्यो बारेमा त यिनीहरू त हाम्रो बरु कृष्णभिरको पहिरोलाई चाहिँ नियन्त्रण गर्नको लागि बरु अलिकति उस भएको जस्तो देखिन्थ्यो होइन। पोखरा काठमाडौँ गर्दाखेरि तर यहाँ पनि त्यतिको तयारी देखिएन। तयारीमा चाहिँ यिनीहरू टोटल्ली फेल भयो जस्तो देखिएछ। न पानी आएको छ न बिजुली छ। बिजुली पनि 72 घन्टा यस्तोसम्म आएको छैन। पानी पनि आएको छैन। सबै चारैतिर चाहिँ पाइपहरू फुटिरहेछन्। जनजीवन अस्तव्यस्त छ। स्टोरहरू खुलिरहेका छैनन्। न ग्यास पाइन्छ। पेट्रोल भरौँ भने पनि अब अहिले यो मा छौँ। अहिले ब्रेकै लागेको छैन क्या गाडीको। हेर्नु न, ब्रेक लागेन। स्लो गर्नुपर्ने परिस्थिति छ। ब्रेक लागेको छैन। गाडीहरू पनि यो लाइनमा त्यति हिँडिरहेका छैनन्। अब नगई नहुने मात्रै हिँडेका छन्, नभए चाहिँ त्यही त। अब हामी बेड लाइनको यो लाइटमा चाहिँ कुरिराखेको छौँ। 2 दिन अगाडिसम्म यो लाइटहरू कुनै पनि लाइटहरूले काम गरेको थिएन। सबै लाइनहरू गएको कारणले गर्दाखेरि पुरा यो ट्राफिक लाइटहरू पनि कुनै सिग्नलै थिएन। आफै अनुमानको आधारमा जो पहिला आउँछ उही नै त्यसो रोक्ने, त्यसपछि हेर्ने जाने गर्नु पर्थ्यो। अहिले धन्न लाइट आएको परिस्थिति रहेछ।